ल हेर मैले यसै भन्छु स्याङ्जालीसँग जोडी नखोज भनेर हाम्रा स्याङ्जा बाघ र यो चितुवा कुकुर छ, चितुवा बाघ र कुकुर छ नि, यी दुईटा त साथी हुन् के, साथी भेटघाट हुन्छन्। ल हेर त एकचोटि ठुमेर फर्केर आएको कुरा भयो होइन। अब यस पछाडि कुकुर फेरि त्यहाँबाट गएर त्यसलाई भेट्न जान्छ, के छ हो दाइ सोल्टी, के छ हालखबर, के छ भनेर। अब यो कुकुर चाहिँ फेरि हिँड्यो, हिजो बेलुका केमा कुरोकानी मिल्यो थिएन, त्यही भएर कुरोकानी मिलाम भनेर टाइगर एन्ड डग फाइटिङ नाउ भन्थे, त्यस्तै चाहिँ छ। ओ भाइ ल मै खान जान्छन् अब एकचोटि। यो हो नि त तरिका, बाघ एन्ड कुकुर, टाइगर एन्ड डग। न ऊ मान्छे पनि आइछन्, के छ सन्चो बिसन्चो, के छ हालखबर भन्दै। यो त्यहाँबाट गएर यो बाघको सन्चो बिसन्चो बुन्नलाई यताबाट तपाईँको चाहिँ नि स्याङ्जाली मान्छेहरू पनि आइरहेछन्। ल फेर हाम्रो स्याङ्जा यस्तरी बाघ र उसले ल देख्यौ देख्यौ कुकुरले किस खाएर आयो, अनि डग फेरि गयो। अनि के कुरा चाहियो र बाघलाई हाम्रा कुकुरले जितिन्छन् स्याङ्जा। त्यसले भएर यसै भनेको त नि स्याङ्जा भनेको स्याङ्जा हो नि केटाहरु, थाहै छैन। देख्यौ अच्छा गर्छ क्या। कुकुर स्याङ्जा हो कि स्याङ्जा। इन स्याङ्जा डिस्ट्रिक्ट नेपाल, टाइगर एन्ड डग अल्सो फाइटिङ नाउ, लुक एट इट। ओके या हुर्रे अट्याक डग, अट्याक अल्सो बाघ, टाइगर या अगेन अट्याक डग, नो नाउ रनिङ डग, टाइगर अल्सो लुक, टाइगर इज नाउ लुक, डग अट्याक टाइगर। व्हाट इन नेपाल स्याङ्जा डिस्ट्रिक्ट, ओ माई गॉड, लुक एट इट। अच्छा या टाइगर इज सिक और लेजी टाइगर।